हेलो साथीहरू, नमस्ते। आज फेरि हामी देउरानी जेठानी फेरि फुड च्यालेन्ज लिएर आएका छौँ। अस्ति हामीले करेन्ट चौचौ र करेन्ट चौचौको च्यालेन्ज लिएर आएका थियौँ। आज चाहिँ हामी पानीपुरीको च्यालेन्ज लिएर आएका छौँ। आज चाहिँ कस्तो छ भने 2 मिनटभित्रमा जसले धेर खान सक्छ त्यसले चाहिँ 1000 रुपियाँ पाउँछ हैन। फर्स्ट चाहिँ कसले खाने? सुरु चाहिँ मैले घरमा 2 मिनटभित्र मैले खाइसकेँ भने कतिवटा खान सक्छु मैले हैन। त्यही अनुसारमा चाहिँ आज च्यालेन्ज हुन्छ है त। अब म आज 2 मिनटमा कति खान्छु है त। ल अब टाइम हेरौँ है त। अहिले कति बज्यो? 2:05 हुनाले कति 6-7 अलि बेसी अहिले चाहिँ 2:05 भयो। टाइम देखाइदेऊ न। 2:05 भयो। सो अब म 2 मिनटभित्रमा कति खान्छु है त। ल देखिँदैन। 2:05 भयो हैन। उल्टो देखिँदैछ। अब म स्टार्ट गरेँ है त। रेडी 1 2 3 गो। खान सकिन्छ के त? अप्ठ्यारो भयो कि गनाइ कता हो बिर्सिन्छ एकदम पिरो छ। अहिले भर्खर पाक्नु कति मेरो 5 वटा भयो हैन। टमै खानुहुन्छ ल। आज 1000 रुपियाँ गरेर लाने। पिरो भयो। सातवटा भयो हैन। अहिले 8 वटा। कति बज्यो होला टाइम? 7 त भइसक्यो। एउटा भयो नि त फर्स्ट। 8 बज्न भयो। कति भयो? 10 अहिले 11। देखाएर अझ मैले जित्छु कि क्या भयो। 8 पनि भइसक्यो। ल म त 12 खाएँ। मैले चाहिँ 12 खाएँ। अब चाहिँ देउरानीको पालो। अब उसले चाहिँ कतिवटा खान सक्छिन् है त। अब 8 प्लस होस् न 9 होस् न ल। यो खाना पाउँछ? कपडा रेडी गरेँ। पाइन्छ। अब स्टार्ट गर्दा हुन्छ। रेडी 1 2 3 गो। एउटा सोचे जस्तो चाहिँ खान सकिँदैन रहेछ गाइस। एकदम गाह्रो हुँदो रहेछ कि पानीपुरी पनि। 2 मिनटमा 12 वटा मात्रै खाएको छु मैले। बिस्तारै है सर्किन्छ। 3टा कति हो? 4वटा बनाए।
पुरा खाइसक्यौ यसो 8वटा ए आलुले जित्ती जस्तै छैन आज त खाँदिरहेछ त मलाई मात्रै भन्नु भर्खर 10 त हुँदैन अघि 8 गर्नै 9वटा भयो ए बेसी खाने रहेछ खाऊ 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 हजुर मेरो अँ हजुर मेरो जितेपछि त लान पाइहाल्यो नि कस्तो आएको छोरा गराउँदैछ पछाडि एन्जर खाइन देऊ उसलाई त आमाले होइन खतरा खाँदिरहेछ उ त 12 पुग्यो ल जित्यो तर को कति भयो त्यो जितिन 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 12 क्रस भइहाल्यो सक्यो फिनिस्ड ठिक्क 13 वा एउटाले मैले एउटा ठ्याक्कै रेडी बनाएर नि त सो आज फाइनली भीमाले जितिन् मेरो देवरानीले सोमले चाहिँ आज 1000 रुपियाँ जितिन् पनिसमेन्ट चाहिँ के उडवास गर्नु न आमा कसरी गर्नु उडवास पछाडि ज्या अब मेरो पनिसमेन्ट चाहिँ अस्तिको पालि खोर्सानी खाएकी थिइन् अब मेरो पनिसमेन्ट चाहिँ उडवास कानमा त सुहाउँदा नै हुन्छ होइन गरौँला नि त के थियो भएको छ त सो गाइस म चाहिँ अब उडवास गर्छु है त 5 चोटि है त गर्नु है ल 1 2 3 4 5 सो आज चाहिँ हामीले पानीपुरी च्यालेन्ज लिएर आएका थियौँ सो हाम्रो टास्क पनि कम्प्लिट भयो सो आजलाई चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो अस्तिको भिडियो पनि कस्तो लाग्यो हजुरहरूलाई सो मेरो भिडियोमा चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला र आजलाई चाहिँ भ्लग यति नै फेरि हामी नेक्स्ट अर्को लिएर आउँछौँ रेसिपी हेर्नु होला है त बाई